बंगलादेशमा डोनाल्ड ट्रम्प नामक भैँसी भाइरल, इरानले गर्यो कडा व्यङ्ग्य, आगामी ईदका दिन कुर्बानी चढाइने, रैथाने भैँसी कसरी बन्यो रातारात अन्तर्राष्ट्रिय सेलिब्रेटी। बंगलादेशमा मुस्लिमहरूको महान चाड ईद उल अजहा बकर ईदको पूर्व सन्ध्यामा एउटा दुर्लभ अल्बिनो उज्यालो गोरो रङको भैँसी सामाजिक सञ्जालमा एकाएक सेलिब्रेटी बनेको छ। 700 किलोग्राम तौल भएको उक्त भैँसीको स्वरूप ठ्याक्कै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो रहेको भन्दै यसलाई हेर्न सर्वसाधारणको ठूलो घुइँचो लागेको छ। राजधानी ढाका नजिकैको नारायणगञ्ज जिल्लास्थित जियाउद्दिन मृधाको फार्ममा पालिएको यस भैँसीको निधारमा हल्का पहेँलो रङको कपालको झुप्पा झुन्डिएको हुनाले यसको नामले डोनाल्ड ट्रम्प राखिएको हो। यो अनौठो भैँसीसँग सेल्फी खिच्न र भिडियो बनाउन दैनिक सयौं मानिसहरू टाढा टाढाका जिल्लाहरूबाट आउने गरेका छन्। फार्म मालिक मृधाका अनुसार यो भैँसी स्वरूपमा फरक देखिए पनि स्वभावले निकै शान्त र भद्र छ। बंगलादेशमा प्राय भैँसीहरू कालो रङका हुने भएकाले यस क्रिम रङको शरीर र गुलाबी नाक भएको अल्बिनो भैँसीलाई निकै दुर्लभ मानिएको हो। यस भैँसीलाई लिएर इरानले समेत सामाजिक सञ्जाल एक्स मार्फत ट्रम्पमाथि व्यङ्ग्य कसेको छ। रसिया स्थित इरानी अकाउन्टले लेखेको छ, बिचरा डोनाल्ड ट्रम्पसँग तुलना गरिएपछि बंगलादेशी भैँसी तनावमा परेको छ। प्रति किलो जीवित तौल 550 टकाका दरले यो भैँसी पहिल्यै बिक्री भइसकेको छ, जसअनुसार यसको कुल मूल्य करिब 3.5 लाखदेखि 3.85 लाख बंगलादेशी टका अर्थात् करिब 4 लाख भन्दा बढी नेपाली रुपियाँ कायम भएको छ। यसलाई ढाकाका मोहम्मद सोरानले खरिद गरेका हुन्। फार्म मालिकका अनुसार भैँसी खरिदकर्ताकोमा पुर्याइसकिएको छ र दुःखद कुरा सबैको आकर्षण बनेको यस डोनाल्ड ट्रम्प भैँसीलाई आगामी ईदका दिन बलि अर्थात् कुर्बानी चढाइनेछ।